साथीहरू नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि म चाहिँ आज भ्लग आफ्नै कोठाबाट स्टार्ट गरिसकेको छु साथीहरू। अनि म चाहिँ अहिले 11:30 जति भयो होइन, नानी लिन जाने बेला हुन लाग्यो। छोरीको इक्जाम छ नि त, त्यही भएर नानीलाई लिन जाने बेला हुन लाग्यो। अनि यसो भ्लग स्टार्ट गरौँ न भनेर म चाहिँ यसो आज भ्लग स्टार्ट लिएर आइसकेको छु साथीहरू। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, मेरो भिडियोलाई माया गरिदिनु होला भन्दै। अनि म चाहिँ गर्मी यता विराटनगरतिर चाहिँ एकदम धेरै उब्बरै छ क्या साथीहरू, लास्टै गर्मी छ होइन, घाम पनि उब्बर छ। अनि म चाहिँ मेरो छोरीलाई लिएर आउँछु। अनि लिएर आइसकेपछि म चाहिँ मेरो छोरीलाई देखाउन गइरहेको छु। पास्ता ल्याइदिएको मैले, मेरो छोरीले पास्ता खान्छु भनेर नि त। अनि चाहिँ मैले पास्ता ल्याइदिएको छु मेरो छोरीलाई। आज मेरो छोरीलाई खाजा मै खुवाउँछु साथीहरू। अनि यता विराटनगरतिरको गर्मीले गर्दा होला साथीहरू, बाहिर निक्लिन मन लाग्दैन। यति धेरै गर्मी छ, यति धेरै गर्मी छ कि पुरै नगर्नु। एउटा पात पनि हल्लेको छैन क्या आज त झन्, यस्तो धेरै गर्मी छ। म तपाईँलाई देखाउँछु बाहिर, ल हेर्नु। भन्न हुन त अब घाम कसरी देखाउनु मैले तपाईँलाई, घाम यति धेरै छ नि साथीहरू। अहिले 11:30 भएको छ, यस्तो चर्को घाम लागेको छ। म चाहिँ अहिले कोठामै छु अनि त्यही भएर म चाहिँ अहिले बाहिर निक्लिन सकेको छुइनँ। म चाहिँ नानी लिन जान्छु साथीहरू। मेरो भिडियो हेर्नु होला, सबैजनाले माया गर्नु होला साथीहरू। मैले चाहिँ मेरो छोरीलाई स्कुलबाट ल्याइवरी पनि खाजा खुवाइवरी पनि ऊ चाहिँ एकदम मस्त सुतिरहेको छ। अहिले चाहिँ 3 बजिसकेको छ। उठ न छोरी भनेको, एकदम मस्त सुतिरहेको छ। हेर्नु खुट्टा पनि कसरी निधाइरहेको छिन्। यतातिर हेर्नु, म पनि मस्त सुतेर उठेँ साथीहरू। अनि मेरो यो कान चाहिँ यति धेरै दुखेको छ, दबाई हाल्न पनि दिएको हुँदैन। मलाई चाहिँ के भएको हो साथीहरू थाहै छैन, एकदम चिलाएको थियो अस्ति चाहिँ। अनि चिलाएर मैले चाहिँ चिलाएँ क्या धेरै, म कस्तो चिलायो। अनि चिलाएँ अनि मलाई पनि कस्तो गाउँ गरेर दबाई हाल्दैछु, निको भएको छैन। अनि म पनि मस्त 1 घन्टा सुतेँ साथीहरू। अनि उठेर म पनि सुतेर उठेँ। अब मुखहरू धुन्छु अनि अब एकछिनमा खाना बनाउने बेला हुन्छ। अनि म चाहिँ भिडियो हाल्छु भन्दै थिएँ कि, भिडियो बनाउनु पऱ्यो भन्दै थिएँ। नास्ताहरू बनाएको, छोरीको मोबाइल स्विच अफ भएको थियो। अनि मेरो मोबाइलबाट हेऱ्यौँ, अनि बनाउनै पाइनँ साथीहरू। अनि त्यही भएर अहिले चाहिँ सुतेर उठेँ अनि बनाऊँ न भन्ने चाहिँ। अनि मैले भिडियो अन गरेको छु। अनि म चाहिँ अब एकछिनमा मुखहरू धुन्छु। भर्खर उठ्यो, अल्छी यति लाग्दैन। दिनभरि सुत्यो, राति 10-11 बजीसम्म मोबाइल हेऱ्यो। अनि त्यसपछि फेरि दिनभरि सुत्यो, मोबाइल हेऱ्यो। बिहानै उठ्यो, नुहाइ गऱ्यो, पूजा गऱ्यो, लुगा धोयो, खाना बनायो, स्कुल पठायो। त्यही छ साथीहरू काम। यसै गरी मेरो दिन चाहिँ गइरहेको छ। अब यो अपरेसन गरेको अहिले निको भयो नि त, यो कानले चाहिँ मलाई यति धेरै दुखेको बसेको साथीहरू, लास्ट चाहिँ दुखेर ओभरै दुखेको छ साथीहरू। अनि म चाहिँ अब यस्तै हो, अब मुखसुख धुन्छु ओर्छु। अनि एकछिनमा खाना बनाउँछु। अहिले चाहिँ अलिक घाम लाग्न कम भएको छ क्या साथीहरू, घुमेको छ दिन। अनि यस्तै छ साथीहरू। अब सबैजना कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ, गर्मी कतिको छ के छ कमेन्टमा भन्नु पनि होला। यतातिर चाहिँ धेरै नै छ, उब्बरै छ। अब म पनि मुखसुख धुन्छु ओर्छु अनि फ्रेस हुन्छु। अनि छोरी पनि उठिसकेको छिन्, देख्न सक्नुहुन्छ। म भिडियो बनाउनु थालेँ, ऊ उठिन्। सानो निनी पुगेको छैन, रिसाएको छिन्। ल सबैजनालाई मेरो भिडियोबाट बाई बाई भन्न चाहन्छु।